हेर्दा पुरै जलाहान कि टायर कमायो वायु प्रदूषण वायु प्रदूषण बढाइरहन् मान्छे छ्याप छ्याप छन् यार खासै आज म त नजाने भन्ने सोचमा खेतीहरू पनि छन् यार कस्तो भयो होला भन्नु पर्दैन ढुङ्गा मुढा त छोडे होइन होइन त्यस्तो नि गर्छन् त भने कस्तो गर्छ ढुङ्गा मर्छ र असरको छोडेको थियो पहिला एकचोटि त अनि किन कि त्यस्तो गर्ने अब भइसक्यो अनि के गर्ने त के गरेर त्यही त के मरेको मान्छे फिर्ता नआउने लासै बुझेको छैन अरे यार बुझे होइन रे कहाँको हुन रे जुम्लाको जुम्ला कालीकोट पहिला एकचोटि कालीकोट जुम्लाको त फेरि आउँछ त्यति कडा हुन कालीकोटको त यहाँ तताइदिन्छ नि यहाँ त कालीकोटको एउटालाई के गरे सब आउँछ लोड लिएर ऊपर त्यो पनि जुम्लाको छ नि त्यहाँ कोसममा उभिएकोमा अझ हाम्रो जुम्ला त अझ खासै केही गर्दैन कालीकोट त भयो त्यहाँ सडकै तताइदिन्छन् भनिदिन्थ्यो हो साँच्चै हो त्यो त कस्तो पहिला कालीकोटको मरेलाई कस्तो गरेको थियो हौ मान्छे मङ्गलगढी चोकदेखि बल त अलिअलि गराएको तिम्रोमा त दामी आएको छ त मङ्गलगढीदेखि पऱ्यो उहाँ के अरे सुर्खेत परेको के अरे कालागाउँ हस्पिटलसम्म थिए मान्छे पहिला एकचोटि बिचरा ती फेरिबाट इन्डियाबाट आउनु अरे क्या घरै नपुगेकै न बिचरा है यस्तो गरा भयो कि हुन्थ्यो मेरो त केही उही भएन आन्दोलन चलिरहेको म त जाने बाटो छैन कि भने हिजो रेडियो नेपालमा एउटा मान्छे मारेको थियो त्यसैको लागि एउटा हाइसले हिजो मान्छेलाई ठक्कर दिएर एउटा मान्छे मर्यो त्यही भएर आन्दोलन चलिरहेको आज लास्ट नै बुझिराखेन रे है भन्नुहुन्थ्यो यार मलाई राम्रोसँग थाहा छैन